समुद्रको छेउमा मरुभूमि जस्तो पानी रहेछ यहाँ। सायद समुद्र रोडतिर निक्लेर जाने हो। म चाहिँ हिँड्दै हिँड्दै पर चाहिँ बजार रहेछ। यो त काँडा परेछ त। यो चाहिँ मरुभूमि जस्तो रहेछ बाटो। आफ्नो बाटै बाटो। कस्तो खतरा काठले बनाएको पुल कति राम्रो छ। टाढो न टाढो चिया मुनिबाट हिँड्दैछु अहिले। कति टाढो छ यो पछि यस्तो दाम बनाएको काठै काठको। परतिर देखेको परबाट आउँछ मान्छेहरू हिँड्दै हिँड्दै। यता पनि गाउँ रहेछ। गाडीहरू चाहिँ यहाँ पार्क गरेर समुद्र खेल्न जान्छ मान्छेहरू। सबै यो चाहिँ काठको पुलहरू रहेछ। त्यत्रो लामो बनाएको छ समुद्रसम्म नै। खतरा बनाएको छ सानो योहरू चाहिँ। यो सबै काठको यत्रो लामो पुल बनाएको छ काठै काठको। यता चाहिँ समुद्र जाने बाटो। पौडी खेलेर मान्छेहरू फर्किँदैछ। 7 बजीसम्म रहेछ। बिहान 9:30 to 7।